वेलकम ब्याक टु माई मिनी भ्लग। आज फेरि मैले लिएर आएको छु एउटा गेट रेडी विथ मी। योभन्दा अगाडिको गेट रेडी चाहिँ एउटा बहिनीसित थियो, तर आज चाहिँ म एक्लै नै छु। सो बनिरहनु होला मेरो गेट रेडी भ्लगमा। र सबैभन्दा पहिला चाहिँ मैले सुरुवात गरेको छु आल्ता लगाउनुदेखि भएर। यतिखेर चाहिँ भएको थियो 12:15 र यो आल्तामा चाहिँ यसरी पाउच दिएको रहेछ, त्यसैले मैले माथिको ढक्कन खोलेर डाइरेक्ट लगाउँछु। किन लाग्दैन भनेको त भित्र ढक्कन रहेछ, त्यसमा छेद पनि रहेन रहेछ। फेरि त्यसलाई खोलेर लगाए यस्तो काण्ड भयो र जहाँ लगाउँदैछु त्यसमा चाहिँ लागेको छैन, बाँकीहरू सब जग्गा लागिसक्यो। आल्ता चुक्को देखेर यति रिस उठ्यो, तर रिसलाई कन्ट्रोल गरेँ मैले र सुन्दरी हुनु थियो नि त त्यसैले। अनि हाँस उठ्दै चाहिँ यस्तो हेर्दा चन्द्रमुखी जस्तै याद आउँदै थियो मलाई चाहिँ। र आल्तासित चाहिँ मेरो अझै एउटा कहानी छ। एक बार चाहिँ हामीहरू मारुनी नाच्नु भनेर गएको थियौँ। सेतो चुन्नी लिएको थियौँ, हामीहरू यस्तो टाउकोदेखिबाट हातमा लिएको थियौँ। त्यो चुन्नी चाहिँ पुरा रातो भएको थियो, यो आल्ताले गर्दाखेरि पुरा खराब भएको थियो। अनि त्यसैले मैले चाहिँ सोचेको थिएँ कि आज चाहिँ आल्ता लगाएर म धुन्छु भनेर। र यति मेहनत गरेर आल्ता चाहिँ लगाएँ। हातमा चाहिँ यसरी बगेको थियो, त्यही पनि राम्रो त देखिरहेको थियो। अनि मैले धोएर आएपछि चाहिँ हात यस्तो भयो। हात नरङ्गे पनि मेरो चाहिँ घर पुरा रङ्ग्यो र यसरी पोचा मार्नु पर्ने भयो। पोचा मार्नु अल्छी लाग्नेलाई चाहिँ खुट्टाले यसरी मार्नु है सिकाइदिएको मैले। र अलिकति ट्रान्जेक्सन भिडियोको लागि पनि सुट गरेको छु, त्यो चाहिँ मैले अपलोड गरिसकेको छु, हेर्नु भएको छ होला तपाईँले। तर मेनली चाहिँ म यो गानाको लागि रेडी हुँदैछु र यो स्टेप हेरेर चाहिँ थाहा पाउनु भयो होला गाना के हो भनेर। र आज चाहिँ म के लगाउँदैछु त्यो चाहिँ भन्नेवाला छुइनँ, किनभने अस्तिको सेम नै हो, जे लगाएको थिएँ त्यही नै लगाउँदैछु। र म चाहिँ साउथ इन्डियनको लुकको लागि चाहिँ यसरी लगाउँदै थिएँ। टिकाको तल चाहिँ यस्तो सेतो लगाउँछ, त्यसैले मलाई चाहिँ लगाउनु आएन अनि मैले चाहिँ पुसिदिएँ। त्यस पछाडि लगाएँ मम्मीको चुडी, सेट थिएन, जस्तो तस्तो मिलाएर लगाएको थिएँ। अनि यो चाहिँ चुडीको टेस्ट गरेको। अनि फेरि लगाएँ मैले यो सुन्दर सानो झुम्का, बहुत सुन्दर थियो, तर लगाउनु अलिक दिक्कत हुन्छ। त्यस पछाडि अलिकति चुललाई मिलाएँ। मैले चाहिँ चुल कहीँ नलगाइ मिलाएको छु। चुलमा केही रह्यो जस्तो लागिरहेको थियो। र साडी चाहिँ म यो लगाउनेवाला थिएँ, मेरो होइन मम्मीको साडी हो। यो साडी चाहिँ यति लगाउनुमा इजी अनि कम्फोर्ट छ नि। यस्तो गरम दिनमा पनि मैले चाहिँ यो साडीलाई 3 घण्टा तक लगाएँ होला, किनभने आफूले सोचेको जस्तो भिडियो सर्ट पाउनुको लागि चाहिँ अलिक टाइम लाग्छ नि त होइन। अनि मैले चुलमा के बाँकी रह्यो भनेको थिएँ नि त, यो बाँकी रहेको थियो। र यो पनि मसित थिएन, मम्मीलाई भर्खर नै मैले दोकानबाट ल्याउनु पठाएको थिएँ। र यो चाहिँ थियो माला, जसको बिचको जोइन चाहिँ मैले टुट्टाएर यसरी जस्तो तस्तो गरेर चुलमा बाँधेको छु। र यसलाई लगाएको बादमा चाहिँ यसको रौनक नै कुछ अलग आउँदै थियो, आफूलाई नै पुरा मन पर्दो नि त। अनि सबै थोक त रेडी भइसकेको थियो। अनि यस्तो घाँटीमा हेरेको, घाँटी त खाली छ, चेन मात्रै छ। अनि के लगाम भनेर सोचेँ मैले। अनि मसित थियो यो वाला मोती, सानो साइजको थियो, त्यसैले मैले सोचेँ यसलाई नै अब उनेर म घाँटीमा लगाउँछु जस्तो तस्तो गरेर। मलाई अनि यस्तो रियलाइज हुँदै थियो यतिखेर चाहिँ एउटा राम्रो सुटको लागि म यति मेहनत गर्दैछु होइन। एउटा इन्फ्लुएन्सर हुनुको लागि त झन् के गर्नुपर्छ होला, म त दिमाग खराब हुँदै थियो सोची जस्तो त्यस्तो गरेर मैले यसलाई लगाएँ, गाँठो साटो पारेर लगाएँ होइन। अब यसमा चाहिँ लगाउँछु म यो लगाउने मौका नै पाएको थिइनँ मैले। यो चाहिँ ल्याइदिनु भएको थियो मलाई। यो चाहिँ मलाई ल्याइदिनु भएको थियो ललिता पोखरेलले, उनको पनि फेसबुक छ, उनको त मोनिटाइज पनि भन्छ, कन्टेन्ट मोनिटाइज। यति प्यारो कृष्णजीको लगेर ल्याइदिनु भएकोमा थ्याङ्क यू सो मच। यतिमा नै मेरो गेट रेडी भिडियो चाहिँ एन्ड हुनेछ र यो चाहिँ हो मेरो फाइनल लुक। यो लुक क्रिएट गर्नुको वजह चाहिँ एउटै नै हो। यो गानामा चाहिँ मैले मेरो डान्स भिडियो अपलोड गर्छु भनेर तपाईँहरूलाई भनेको थिएँ, तर मलाई केही कमी लागेकोले गर्दाखेरि यो लुक क्रिएट गरेर मैले डान्स कम्प्लिट गरेछु, देखाउने छु नेक्स्ट भिडियोमा।